कहिलेकाहीँ जीवनमा यति ठुलो चमत्कार हुन्छ जसले हाम्रो सोच बदलिदिन्छ। हामीले असम्भव भनेर छाडेका कुरा कसैले साधारण विश्वासका साथ सम्भव भनेर देखाइदिन्छन्। यस भिडियोमा एक साधारण किसान दुनियाँलाई नयाँ तरिकाले सोच्न बाध्य बनाए। उनको नाम किलिप योङ। आज हामी दिनभर खेतमा काम गर्ने 61 वर्षका किसानको प्रेरक जीवन कथा सुनाउँछु। नमस्कार, स्वागत छ आजको यस भिडियोमा। च्याप्टर 1 बाल्यकाल। सन् 1920 को दशक अस्ट्रेलियामा धेरै परिवार खेतीपाती भेडा पालनमा निर्भर हुन्थे। किसान परिवारमा जन्मिएका अल्बर्ट इर्नस्ट किलफोर्ड योङ, जसलाई सबले बस किलिप भनेर बोलाउँथे, घरमा 2000 भन्दा बढी भेडाहरू थिए। हामी कहाँ घोडा थिएनन्। भेडा तर्सेर भाग्यो भने म दौडेर समाउने थिएँ, किलिप भन्छन्। च्याप्टर 2 साधारण जीवनयापन। उनको जीवन एकदम साधारण थियो। बिहान 4 बजे उठ्थे, भेडाहरूलाई कुहिरोबाट निकाल्थे, दिनभरि खेती खनजोतको काम गर्थे। किलिपलाई थकाइ लाग्दैन, ऊ सधैँ दौडिन्छ फुर्तीका साथ, साथीहरू भन्ने गर्थे। च्याप्टर 3 उमेर 50 प्लस। साधारण मानिसहरू 50 वर्षलाई ढल्केको उमेर मान्छन्, तर किलिप भने 50 वर्षपछि मात्र जीवन नयाँ दिशामा मोडिए। उनी ससानो दौडमा भाग लिन्थे, न त प्रतिस्पर्धा न कुनै ठुलो लक्ष्य, उनी बस मजाकमै दौडिन्थे। च्याप्टर 4 संसारकै सबैभन्दा कठोर दौड, 875 किलोमिटर अल्ट्रा म्याराथन। सन् 1983 अस्ट्रेलियामा सबैभन्दा चर्चित सिडनी टु मेलबोर्न अल्ट्रा म्याराथन दौड सुरु हुँदै थियो। 875 किलोमिटरको दौड, 5 देखि 7 दिनसम्म लगातार दौड, अत्याधिक शारीरिक सहनशीलता चाहिने दुनियाँकै कठिन इन्डुरेन्स रेसमा भाग लिन शीर्षस्थ धावकहरू सहभागी थिए। महँगा ट्रेनिङ किट, विशेष जुत्ता, वैज्ञानिक डाइट प्लान, सबै तयारीका साथ। च्याप्टर 5 गमबुटमा किसान 61 वर्ष। प्रतिस्पर्धाको दिन भिडमा एक बुढो मान्छे देखिन्छ, गमबुट टोपी लगाएका साधारण किसान, दौड्ने मानिसको तातीमा। मानिसहरू उनलाई देखेर हाँस्न थाले। प्रत्येक मिडियाहरूले किलिपको मजाक उठाइयो। उनीसँग रनिङ सुज थिएन, उनीसँग कोच पनि थिएन, उनीसँग स्ट्राटेजी थिएन। जसै दौड सुरु हुन्छ सबै धावक एकदम तेज गतिमा दौड्छन्। उनले पनि आफ्नै गतिमा दौड्न सुरु गरे। च्याप्टर 6 किलिपलाई थाहा नै थिएन सुत्नुपर्छ। अल्ट्रा रेसमा सबै धावकहरूको नियम थियो 18 घण्टा दौड, 6 घण्टा सुत्ने। प्रत्येक रात सबै धावकहरू आरामका लागि टेन्टमा जान्थे, तर किलिपलाई थाहा नै थिएन सुत्नु पनि नियम छ भन्ने कुरा। पहिलो दिनको अन्त्यमा किलिप धेरै पछाडि परे। सारा भिडले भन्यो कि अब यो बुढो मान्छे भोलि घर फर्किन्छ, तर सबै धावक सुत्न गएपछि किलिप भने रातमा दौडिरहे। दोस्रो दिन सुरु भयो। सबै प्रो रनरहरू उठेर दौड मैदानमा फर्किँदा सबैको आँखामा एकै ठाउँमा अटिए। किलिप जो सबभन्दा पछाडि थिए, अब उनी बिचबिचमा आइपुगेका थिए। किलिप रातभर दौडेका थिए। उनले पहिलो रात 5 मिनट पनि आराम नगरी लगातार दौडे। अन्य खेलाडीहरूलाई ट्रेनिङ म्यानुअलले सिकाउँथ्यो, यस दिन मात्र यति दौड, यति खानु, यति सुत्नु, तर किलिपलाई म्यानुअल नै थिएन। उनले त जीवनभर नन स्टप मेहनत गरेका थिए। दोस्रो दिन सबै प्रो एथलिट फेरि टेन्टमा सुत्न गए। उनी फेरि अँध्यारो रातमा शान्त तर दृढ कदमले उनी अगाडि बढ्दै गए। तेस्रो दिन बिहान पत्रकारहरूको भिड किलिपतिर आकर्षित हुन्छ, किनकि लिड बोर्डमा किलिपको नाम टप 3 मा हुन्छ। त्यस दिनदेखि किलिप अब मजाकमा रहेनन्, उनी अब मोटिभेसन भइसकेका थिए। अस्ट्रेलियाका टेलिभिजनमा, रेडियोमा, अखबारमा एकै खबर, किलिप योङ नामक बुढो किसान प्रो एथलिस्टहरूलाई पछि पार्दैछन्। चौथो दिन बिहान रेस अफिसियल र अडियन्स स्तब्ध हुन्छन्। लिडिङ बोर्डमा फर्स्ट पोजिसनमा किलिप योङ, जसलाई सबैले कमजोर सोचे, अब त्यो मान्छे संसारकै टप रनरभन्दा अगाडि थियो। किलिपका हरेक कदमले जनतामा नयाँ ऊर्जा भरिदियो। अब किलिपको नाम इतिहासमा अङ्कित हुन थालेको थियो। 5औं दिनको अन्त्य उनको अगाडि कोही थिएन। उनको पछाडि प्रो एथलिटहरूको झुन्ड मात्र थियो। किलिपको रनिङ स्पिड स्लो थियो, पसलदेखि घर फर्किने बुढो मान्छे जस्तै, तर त्यो स्लो स्टेप नै कन्स्टेन्ट थियो, कहिले पनि नरोकिने, कहिले पनि नथाक्ने। रेसको अन्तिम दिन किलिप लक्ष्यबाट 100 किलोमिटर बाँकी हुँदा सडकमाथि भिड उठ्यो। मानिसहरू ब्यानर निकाल्छन्, गो किलिप, यु क्यान डु इट, द ओल्ड म्यान इज लेजेन्ड जस्ता ब्यानरहरू टेकिएका। टप रेसको च्याम्पियन। उनी 5 दिन 15 घण्टा 4 मिनेटमा फिनिस लाइन काट्यो। दोस्रो धावक उनीभन्दा 10 घण्टा पछाडि आयो। किलिप जब पोडियममा उभिए, रेस आयोजकले $10,000 पुरस्कार घोषणा गर्यो। उनले भने, यसमा मेरो मात्रै श्रम छैन, सबैले मेहनत गरेका छन्, म यो पुरस्कार सबै रनरहरूलाई बाँडिदिन्छु। भिड एकछिन मौन भयो।
अनि पुरा बिट रोएर ताली बजाउन थाल्यो। त्यो दिन किलिपले जित मात्र पाएका थिएनन्, मानवताको सम्मान पनि जिते। 875 किलोमिटरको रेस जितेपछि किलिपयोङ एक किसान नभएर अब नेसनल हिरो बनिसकेका थिए। अस्ट्रेलियाका हरेक घर, स्कुलमा, गाउँहरूमा, सहरहरूमा एकमात्र नाम गुन्जियो, किलिपयोङ द मिरेकल म्यान। सामान्य किसानले दुनियाँका प्रशिक्षित धावकलाई हरायो भन्ने कुरा मानिसहरूले कहिल्यै बिर्सिन सकेनन्। जब उनी 70 वर्ष पार गरे, फेरि अल्ट्रा रेसमा भाग लिए। जब उनी 76 वर्ष पुगे, फेरि 150 किलोमिटर रेसमा भाग लिए। थकाइ, उम्र, कमजोरी यी सबै किलिपको शब्दकोशमा थिएन। किलिपयोङले जीवनका अन्तिम क्षणसम्म दौड, साहस र सरलताको प्रतीक बनेर बाँचे। सन् 2003 मा मृत्यु भयो, जब उनी 81 वर्ष पुगेका थिए। अन्त्यमा किलिपको रणनीति अपनाएर अस्ट्रेलियाका रनरहरूले राति कम सुत्ने अल्ट्रा रनिङ स्ट्राटेजी अपनाए। उनको टेक्निक योङ सफल दुनियाँभरिका रनरहरूले नक्कल गरे। आज अल्ट्रा म्याराथनको इतिहास किलिपयोङ एक लेजेन्ड मात्र रहेनन्, एक रिभालेसन पनि हुन्। यति भन्दै म पनि बिदा हुन्छु। हस्त नमस्कार।